फाइनली गाइज गुड मर्निङ जाली बन्दैछ यहाँनिर बाला चलाउनको लागि भान्जा चाहिँ बान्दै हुनुहुन्छ जाली हाम्रो भान्जा गाइज फाइनली बिस्री भेटिसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले वाउ सँग भान्जासँग भान्जाले बिस्री पाइसक्नु भएको छ भान्जाले यहाँनिर पहिले नदेखेको है गाइज बिहानको मौसममा हामी चाहिँ यस्तो काम गर्दै गाइज फाइनल्ली होइन हाम्रो भान्जा बाबु दुईवटा भान्जा तीनवटा भान्जा साइला बेना हल्ला गर्दैछन् पर होइन त्यहाँ एकदम रमाइलो छ यहाँनिरको के कहाँ काम गर्ने भन्नु होला नहरमा चाहिँ टप लगाउने हो हाम्रो भान्जा मसला बनाउँदै हुनुहुन्छ हाम्रो सर थिएन साइला बेना और व्यवहार में काम निकालने के लिए जब प्रॉब्लम होता है ना एक ही पत्थर कैसे लगाना है टॉप में जब भाई यस्तो भइरहेको छ एकदमै के खम्बा भन्नु होला यो चाहिँ उसको है बिजुली खम्बा हो यो सानो उसको लागि करेन्ट हात्तीहरूलाई चाहिँ ताउन नआओस् भनेर चाहिँ राष्ट्रिय निकुञ्ज हो यो चाहिँ त्यस कारणले गर्दाखेरि यो करेन्ट लगाउनको लागि तारहरू यसमा करेन्ट फिट गरिएको थियो अहिले चाहिँ जस्ट अचार चाहिँ बन्द गरेको छ यसरी डल्लो पारेर राखेको छ तार यहाँनिर गाइज होइन यो उताको कचरा उकाएर यहाँ फालिएको छ पुरानो चाहिँ मतलब 150 वर्ष पुरानो नहर छ यो चाहिँ